सरिता अर्थात् नदी। साँच्चै कति गहिरो रहेछ यो नाममा। नदी जो कति निश्चल छिन्, कति सुन्दर छिन् र जुनसुकै विघ्न बाधा आउँदा पनि कहिले रोकिदिनन्। कहिलेकाहीँ तुफान जस्तै उर्लिन्छन् र कहिलेकाहीँ शान्त मौन भएर बगिरहन्छन्। जे जस्तो भए तापनि ऊ आफ्नो धर्म कहिले छोड्दिनन् र सधैँ आफ्नो यात्रामा अडिग रहन्छन्। र सायद पहिलो पटक म बुझ्दैछु, मेरो नामको अर्थ मात्र नभएर मेरो जीवन पनि नदी झैं रहेछ। कति चोटहरू पाएँ, कति बाधाहरू आइपर्यो, तर म अझै बगिरहेकी छु, नरोकी नथाकी आफ्नो गन्तव्यतिर। मेरो नाम केवल नाम मात्र होइन, यो त मेरो कथा हो, मेरो यात्रा हो, मेरो अस्तित्व हो।